स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्। गणेश पूजा गर्दैछु भनेर पाद्य मार्गीमा आत्मनि पञ्चामि शुद्ध जल सबै दुख चढ्दै माध्यम श्रीमन्तर माध्यम श्रवण पञ्चामि छोरी भयो। ओम गणानात्वा गणपति गुं हवामहे प्रियाणात्वा प्रियपति गुं हवामहे विधेनात्वा विधिपति गुं हवामहे वशो मम आहमजानि सर्वधर्मा तमोजाति गर्वधर्मा। ओम श्री गणेशाय नमः। सिद्धि विनायकाय नमः। आवाहयामि पातिं सर्वमि अग्निं सर्वमि आत्मनिं सर्वमि गुणरात्मं सर्वमि पञ्चामृतं सर्वमि शुद्ध जलं सर्वयामि। वस्त्रोमा वस्त्रं विशुद्ध गणेशलाई वस्त्र हुँदैन अन्य ओम भूर्भुवः कर्म लग्न समय अनिष्ट निवृत्त्यर्थम लग्नानिष्ट निवृत्तकम इदं गां गोमूल्य उपकल्पितं द्रव्यं संप्रदते। अदेह पुत्राय रावण सर्वै ब्राह्मणाय लग्नानिष्ट गोदान देवते संप्रदते। गोनिष्ठे भूत द्रव्याय नमः। सर्वं सिद्धिशास्त्रमस्तु। ओम जो शांति अंतरिक्षं शांति पृथ्वी शांति रावः शांति रोगदयः शांति वनस्पतयः शांति विश्वे देवाः शांति ब्रह्म शांति शिव शांति 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 सामा शांति रेदे। त्यो धर्के थाल खोइ कतिजना तुम कता एकजना
गोबर छ त गोरुको गोबर है गाईको भएन गोरुको चाहियो मान्ने हो गोरुको खाना ल मामाहरू तयार हुनुहुन्छ रेजरहरू कैचीहरू मामाहरू अलिकति दुबो ए आमा पो कहिले आउनुभएको मंत्रस्य प्रजापति पतिचातुर्थ लिंगोक्तः पुष्पोदकासित पुष्पोदकं करणे पुष्पोदकासित च विनियोगा तपाईँ बस्नु यो कतौडाको पानी यहाँ अरे ओम ओम पुष्णेन वाय उदके यदि ते केशान् भव सन्नो मित्र संवरुणः सन्नो भवतर्यमाः सन्निन्द्रो बृहस्पति सन्नो विष्णुरुब्रह्मा नमो ब्रह्मणे नमस्ते वायो त्वमे प्रत्यक्षं ब्रह्मासि त्वमे प्रत्यक्षं ब्रह्म दिशामि हितं दिशामि सत्यं दिशामि तन्मा भवतु तद्भक्तान् भवतु अवतु यहाँ गुरुले सबै हेरिरहेको हुन्छ कि कहाँ छ के हो फेरि मेन त्यही त ल अब यो यसो यु भएर बसौँ यो बिचमा छोरालाई काखमा राख्नु हल्का भाउजू कि दाइकोमा बाबु मामुको काखमा बस फेरि त तिमी यताबाट अलि लामो छ त यो चाहिँ हामी उता खिच्यो है यो चाहिँ नजिकको फोकसै बेर हुँदैन अरू चाहिँ मान्नुपर्छ आउँदा त्यो गऱ्यो भने हरियो भइसक्यो What's in my head? Maybe she put there. ल यो टुकी बाँध्ने गरी चाहिँ कपाल लामो भइसकेको रहेछ बाबु ल त्यो त उतै दम्सीका गाडा दिन्छु फोकसै फोकस Oh, we're doing this again? No. No, I'm trying to get music. Babu, just for a second, okay? It's a ritual, okay? No, because it always falls off. This always falls off. I know, it's okay. Look, ल है it's just a couple of seconds. माला उठा सबैले त्यही I can finally eat myself. सानी जाउँ दादाको पछाडि जाउँ न दादाको पछाडि जाउँ सुयोग दादाको पछाडि जाउँ न No. कैची पनि चाहिन्छ नि बेसी दिन मात्रै नयाँ कैची ल्याइसकेको छ ल ओम भूर्भस्व सवितरेति मन्त्रस्य पदार्थस्य गायत्री आपो देवता उन्नतेछ विनियोग ल यो उठाएर त्यो चेलीबेटीको हातमा राखिदिने चेलीबेटीहरू यहाँ पछाडि पछाडि उठ्नु है उनुले यसो छुने मात्र तिमीहरूले गर्नु ल है ल सबैले टीका लगाएकै छ नि त सानी छौ दादालाई स्वस्ति सानी यहाँ टच गर्ने अलिकति यता आउनु देखिने गरी आउनु यता उभिनु बस्छ सानी कति दिन त जानु
बाबु मम्मलाई पुरै नजिक यसो साइड सुमितालाई छेक अलिकति एउटा मात्रै यस्तोमा बसाउनु सुयोग बसेपछि फेरि Arun, they broke. साह्रै लुज क्या I'm saying it always breaks. म्याजिक त्यो तिनैतिरका कुसलाई यसो छोइदिन्छ हजुरले ओम भूर्भस्व पवित्र यस्तो वै सबै सवित्र वहा प्रस्वादको नाम छिरे पवित्र सो जन्तस्ते पवित्र दे पवित्र नाम मुसगे मुगरे आय सोसते दे हे गुमसे ल तातो त्यो फुल राखेको पानी चाहिँ तातो पानी हो त्यो तातो पानी यसो भाइलाई त्यहाँ सेतो गरिदिनु शिरमा Sir, there's one on my त्यो arm. फार राखेको त्यहाँबाट है सानैदेखि पनि गर दादालाई गर अनि त्यहाँको फुलले यसो छ दिदीहरूले के गरिदिनु तिमी पनि गर त ओम भूर्भस्व नवाय उदके Where am I? केसान बाबा त्यो आँखामा आयो मान्छे बस्ला है त्यो दुम्सीको यहाँ कुस राखेको त्यो अगाडि खुसी खसेर त्यो अगाडिपट्टि अलि लामो कुस चाहिन्छ क्या बाबु होल्ड गर है त्यसलाई माथि अलि माथि पुऱ्याइदिनु लुज भएछ कि ल ठिक छ लम्चीको काँडा भने है अब त्यो कचौरो त्यहाँ तल राख्नु भुइँमा फेरि अर्को चिसो पानी भएको कचौरो छ त्यहाँ त्यसलाई उठाउने ल त्यो चिसो पानीको कचौराले राइटपट्टि लेफ्टपट्टि अनि अगाडि पछाडि चारतिर लगाइदिने हरे ओम सवित्रा प्रसूता वस्तुते तनुन दीर्घायुत्वाय वर्षसे ल अब मामाहरूले त्यो दुम्सीको काँडा निकाल्दै दाहिनेपट्टिको राइटपट्टिको दुम्सीको काँडाले कपाललाई राइटपट्टि भाग लगाउने ल हजुरहरूले गरिदिनु अरूले गरिदिनु यसो भाग लगाउनु है हरे ओम शिवो नाम हजुर मामा Why do you guys have 55 foot? कपाललाई पार्टिसन गरिदिनु पर्यो अगाडिबाट त्यसरी काम हालेर यता ध्यान दिनु है दाहिनेपट्टिको दाहिनेपट्टिको पार्टिसन गरेर यसो कोबाट याम्याय सुप्रदाय सुदेशाय हजुरले यसो पुस्नु त्यो मामालाई दिनु मामा छोरामा ले ले सर you can take it yeah correct what is here Sonic start from here ओम यजु छन्द छोरो देवता दक्षिण गोदाने छुर केश संयोगै विनियोग अब त्यो रेडी गर्ने अलिकति कपाल र दाहिनेपट्टिको फुसलाई समाउने हजुरको हातमा मुनिपट्टि काट्नुपर्छ नि त अहिले ल ओम स्वस्ति फेरि हजुरले पाठ समाउने ओम भूर्भस्व निगेना भवति त्यहाँ आलम भएपछि पङ्क्ति छन्द सविता देवता दक्षिण गोदाने सकेश कुशपत्र छेदने विनियोग ओम चलो शङ्कर घण्ट कथासन रेडी भन्नु है हजुरले सङ्कल्प लिनु है त ओम स्वस्ति मङ्गलमूर्ताय नमः आज मिति 2082 साल वैशाख महिनाको 24 गते बुधबार तदनुसार 2025 अप्रिल महिनाको मे महिनाको 7 तारिक बुधबार अमेरिका देशको टेक्सस राज्यको युलेस नगरको पशुपतिनाथ भगवानको मन्दिरको यो दिव्य यज्ञ मण्डपमा कौडिन्य गोत्रमा उत्पन्न भएका टङ्कमणि पराजुली र रेणुका सुमिता पराजुलीका सुपुत्र सिंह राशि मेघनाथ लोकमा प्रसिद्ध सुयोग पराजुलीको चुडा उपनयन वेदारम्भ समावर्तन यज्ञ मध्ये चुडा यज्ञको शुभ समय यहाँको स्थानीय समय अनुसार 11 बजेर 6 मिनेटमा भएको छ लगन ठिक छ चुडा गर्नका लागि मामा तयार काखमा बोक्नका लागि आमा तयार मन्त्र पढ्न गुरु तयार कपाल थाप्न दिदीबहिनी तयार कपाल काट्न
मामा तयार शुभ लगन बोलौं बोलो ओम तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपदे देवगुरं शिवनामबलं पुष्पले निकाल्दिनु त्यता साइड सानो दादाको कपाल हाल्नुपर्छ त्यसमा थापा कपाल थापा राइटतिरको पुष्प निकाल्नु कपाल थाप्नुपर्छ दादाको Sunny, take that thing off, Manju's right thing. Yeah. पहिला राइटको भन्दै होइन Ow! Guruji! Your barber is special, bro. Can y'all stop holding us so hard? पनि दाहिनेको निकालेका पूर्वको चाहिँ यो चाहेको Ow! त्यहाँ राख्ने अघि निकालिहाल्नु पर्यो त्यसलाई उता हातेर पुष्प केस काट्ने हो क्या जतापट्टि भनेर चाहिँ त्यता हो त्यो पुष्प निकाल्ने हो अब हामी लेफ्टपट्टिमा आयो अब देब्रेपट्टि बोला ओम शिवलग्नं ओम शिवलग्नं निकाल्ने नि Yes, finally! महोत्सवको ल अब चाहिँ यतापट्टि यो कपाल भुइँमा खसाउन आजको कपाल जति हो जम्मै थाहा भयो आउँछ तिमी यहाँ हुन्छ ए मामाजी त फास्ट यस्तो त फर्स्ट टाइम हो कि आफू ठिक छ यहाँ ठिक छ त म ठिक Yeah. You don't get the अहिले चाहिँ आइडिया लाग्छ नि माथिबाट हजुर Sorry, talent. No more tips. Yeah, no more tips. मामाले बिस्तारै नफसाल्नु फाल्ने He's so excited के हैन अरु भ्याउनु छ भने अनि सबैले तारिफ गरेपछि झन् मामाले एक्साइटेड काट्ने मेरो जब कलेक्सन अर्कैको जब हो Haircut, and I am. So I'm low-key chat, I'm cooked, chat. Can you see Spanish? Because I don't want to act like that. Yeah, so right here. अलिकति स्प्रेड गरेर Yeah, I like that style. My hair isn't for sale. Not for sale? Make sure I get the loose bits, right? So you don't move. You're not allowed to talk. After the hair. Or you can go to Bro, you look great. No, it's hot. Say cheese. Let him finish. Is this get my barber certificate? No, I'm not even going to give you a tip. Oh man. Are you almost?
almost done. Adımda sürekli söyle. Yeah, next year. I think it's that one kid at my school. Someone show me the photos. Babu, Tupi. Nani yung kapal, Sophia? Yung kapal, yung kapal. Mental health. Eso kalama ni dharma, kumma atma ba? Eso Ito unos, ito unos. Let's go. आउनु भाइ भाइ फोटोमा आउनु गरौँ न भाइ Why does it have to be so cold? छानेलाई निकाल छानोलाई Please, God, help me. This is 4x1. You know it's not? Bathroom. Where is it? भद्रं कर्णे भेषणुयामदेवा भद्रं पश्येमा शतनो विरसे महि देवहितं जरा Chin down, chin down. जय जय एउटा पिङ्सु छ भने लु त अब म त सुनाएछु बल्ल ल यो चाहिँ लेफ्ट छ भने यसरी है ल ल एकचोटि घुम्ने ल ओम ज्ञानी गानी जपापानी जन्मादर ल घुमेर आऊ त घुमेर आऊ ल बाबु आधारले हातसम्म हुनुभयो बाबुले भने हो ब्रह्मचार्य ब्रह्मचार्य उपविता अजिराम्ने कला इत्यादि द्रव्यधारले त्यो लगाइसकेको कपडाहरू लगाइदिनेछु हरि ओम देवताय धनायासो देवताः परिवारयासो देवताय कलाय भक्तसे यं गुरुकं परिधानं परम पवित्रं मनादि मागात्रायं बलमानाय स्वाहा
ब्रह्मदेवाय नमः देवताय नमः इदं ब्रह्मं सर्वेणि अक्षतां सर्वेणि पुष्पाणि सर्वेणि अस्ति तुषादिकमादाय हरि ओम तत्सत् ओम विष्णु इत्यादि सर्वदादेह ओम सुपुत्रस्ति प्रमाणित सपरिति स्वभावः करोमि यदि सर्वं परस्मै नारायणाय इति समर्पयामि Kira? Ini selalu dari akan ओम भूर्भुवस्व फेरि फेरि राखिराख्नु हात विनायकाय गणेशाय सफल पुनर्पात्राणि समर्पयामि गणेश ओम भूर्भुवस्व सपरिवाराय ब्रह्मदेवाय ओम सपरिवाराय भूर्भुवस्व ब्रह्मदेवाय सफल पुनर्पात्राणि समर्पयामि यहाँ ब्रह्मा ओम भूर्भुवस्व सपरिवाराय विष्णवे नमः इदं सम्मतपुरपात्रं यज्ञोपवीतसहितं समर्पयामि पौर्णमाला ओम सपरिवाराय रुद्राय नमः सपरिवारं समर्पयामि अनि जब सन्यास धारण गरिन्छ 9 डोराको जने हुन्छ गृहस्थी हुँदा 6 डोराको जने हुन्छ किनभने श्रीमतीले जने लगाउँदैन श्रीमतीको साटो पनि श्रीमानले लगाइदिने हो 6 डोराको जने है यस्तो प्रकारले ल बाबु यो हातमा यसरी लगाइ दिनमा ल्याऊ यसमा ज्ञात गर ओम स्वस्ति स्वयं जाजु फोन बन्द गरे ओम जगन्नाथ परमेश्वर श्री त्रिशूलधर लिम्बोक्ता देवता श्रौत स्मार्त कर्मानुष्ठान सिद्धये यज्ञोपवीत धारणे विनियोग छोड्ने बेटा ल यसो शङ्ख घण्टा बजाइदिउँ है त यदेवेकोत्यायुगं तन्नो अष्टोत्यायुगम् ओम त्यायुगं जमदग्ने कश्यपस्यत्यायुगं यदेवेकोत्यायुगं तन्नो अष्टोत्यायुगम् शिवाजी वाला ओम त्यायुगं जमदग्ने कश्यपस्यत्यायुगं यदेवेकोत्यायुगं तन्नो अष्टोत्यायुगम् लामो रहेछ ल ओम शान्ति अनुष्टम छन्दो अजिरम देवता अजिरम धारणे विनियोग मलाई दिन्छ त बाबु उठा I saw the picture like, oh, that's what
बाबुलाई यसो सूर्य दर्शन गराउने विधि सिकाइदियो यसो अब आकाशतिर दर्शन गराएर नमस्कार गर्ने कुनै पछि भगवान् सूर्यलाई नमस्कार गर्नुपर्छ भने ओम दक्षिणे वेदम पुरस्ता सुदो शिव सदा सदम जीवित मान सदम श्याम सदा सदम प्रभु हम सदा सदम मदिनाः श्याम सदा सदम भुज सदा था एक पुष्टि दिनु मम गर्दै थिए हृदय विधि यशु छन्द वैष्णव देवता हृदय मणि वियोगा यसो हृदयमा दानी हाल्दै राख्नु मम गर्दै थिए हृदय बदलानी प्रेमपूर्वक तिम्रो हृदय र मेरो हृदय कहिल्यै नमार्नु एउटै हृदय बनोस् भइहाल्छ है नमार्नु मम चित्तम अनित्य सत्य वस्तु मम बातमन एक मनानुका स्व यसपछि स्व जीवन भन्यो नानी आफू त सब ल भने को नामासी भन्ने को नामासी तिमीको मन सोध्यो हुन्छ तिमीले आफ्नो के हो तिम्रो परिचय दिनु है He's asking your name. मेघनाथ नाम सुयोग नाम शर्मा अहम हो म मेघनाथ लोकमा प्रसिद्ध सुयोग पराजुली नाम गरेको ब्राह्मण हुँ कश्य ब्रह्मचारी असी कश्य ब्रह्मचारी असी बाबुले भने भवत कोबाट चाहिँ मन्त्र सुन्न लागेको मेघनाथ नाम लोक सुयोग नाम शर्मन हरि ओम तत्सद ओम प्रजापति प्रजापति विशुद्ध प्रजापति रक्षणे वियोग देवता देवता रक्षणे वियोग यसो लक्ष्यताले शिरमा चढाइदिएर उसको सबै ठाउँमा लक्ष्य आओस् भन्ने भावना ओम प्रजापति दशामी देवाय समिति वैदधान विशेष देवी सर्वे ओम प्रजापति शुद्ध प्रजापति उपनयन कर्मणि आद्यो ओम प्रजापतये स्वाहा प्रजापतये नमः दोषणी पार्टी फेरि ओम इंद्राजी प्रजापति उपनयन कर्मणि आद्यो देवगा इंद्राय स्वाहा देवगाय नमः ओम अग्रे प्रजापति देवराज देवगा अग्रे स्वाहा नमः ओम सोमाय देवता उपनयन कर्मणि आद्यो देवगा सोमा सोमाय नमः ओम भूर्व सोमा प्रजापति शिकार सनामसी अभिवासी प्रजा आद्यो देवगा ओम भूस्वद मंत्राय नमः ओम भुवस्वद मार्गे नमः स्वर सूर्याय नमः ओम भूर्वस्व तन्वग्नेति वामदेव सिद्धि शुद्ध अग्निवर्णदेवति उपनयन कर्मणि आद्यो योगा ओम तन्नो अग्नि वर्णस्य विद्वान् देवस्य हेडो अभयाशिषाः यदिशो भनि नमः सोसुतान स्वाद्य भूत्वा ओम अग्निवर्णाभि स्वाहा ओम भूर्वस्व सत्संगति मामसि विशुद्ध अग्निवर्णदेवति आद्यो योगा ओम सदन अग्नि भव भव विदु असो सोगेशो अभयश्लोक वर्ण गुरा विगंसोदि स्वाहा श्रीपादेवी अया साली माम शिक्षण देवता आद्यो योगा अया साली श्रीवास अया भोजनम भया सुदेव स्वाहा श्रीपादेवी वेदे सदि माम शिक्षण वर्णो सविता विष्णु विष्णुदेव मूर्तः स्वर्गा देवता आद्यो योगा येदे वर्णो ये शास्त्रनिया भाषा तथा महाद देवी अथ सविता ओम वर्णाय सवित्रे विष्णवे विश्वे वर्णके स्वाहा नमः ओम उद्दतमयति सुषेति सुन्दर वर्ण देवता पा आद्यो योगा उपनयन वर्ण पासद मुसदाय अधा वय महादितवर्ति तवना सवित्रे श्याम स्वाहा वर्णाय नमः प्रजापति प्रजापति सुन्दर आद्यो योगा प्रजापति प्रजापतये नमः अग्ने सूचक देवी भगवत शिव प्रजापति जिलाति सुन्दर अग्नि देवता सूचक होमे देव अग्ने सूचक दे स्वाहा सुषुते नमः ओम सुविद्यान आपः ओम हरयः सर्वो अब सीधा बस स्टेट बस ऐसे बात नहीं माला में चला के आंसर राइट इन सब भन्ने बाबा सिधा बस है बाबाले भनेको तिमीले पैसा टेन्सन भएन होला अन्त्यले ब्रह्मचारी असी तिमी 25 वर्ष नभई बिहे नगर्नु भनेको है I'm getting married until 25, okay? No. बाबुले भने असानी
Sunny. I never married before. आफू साना दिनै पछि बिहान उठेर नुहाउनु दे have to shower हो बाबुले भने अस्नानी Ashwani. आउँछ दिनै है नुहाउनु पर्छ है राम्रा मात्रै काम गर्छ अमले फुल बस बाबुले भने करबानी Karamani. मान दिवा सुसुर्था no sleep daytime. You can take a nap. What will you be doing? अहिले बाथरुम या छ है मिठो मात्रै बोल्नु कहिले गरिसक्नु मिठो बोल्नु असल काम गर्नु सरल गर्नु सबैसँग अति नै प्रेमपूर्वक हर्षपूर्वक उदार भएर चाहिँ आफ्नो प्रस्तुतिकरण दिनु है You want me to subtitle? You want subtitle? Be nice, kind, compassionate to everybody. Okay? Short. Is that okay? ल बाबुले भने यच्छामि है Yachami. म त्यस्तै हुन्छु भने Yeah, I'll do that. संविधान आदि भन्ने संविधान आदि यस्तै पूजा गर्ने यज्ञ गर्ने यस्ता पूजा सामग्री जुटाएर सत्कर्म पूजा गर्ने यस्तो कर्म गर्नेमा सधैँभरि लाग्नु बाबाले जे गर्दै हुन्छ म पनि त्यस्तै गर्छु भोलि पर्सि भन्ने कुरा हो होइन बाबुले भन्ने आदधानी Dadani. फेरि भने आफू साना है अब अघि पनि नुहाउनु भनेको फेरि पनि नुहाउनु किन दुईपल्ट नुहाउनु भन्यो त भन्दा एकपल्ट नुहाउनु चाहिँ त्यो नित्य स्नान हो अनिवार्य नुहाउनै पर्छ कसैले पनि नुहाइन आज नुहाएको छैन भने एस्किँदै छैन अनिवार्य स्नान सबैका लागि हरेक दिन बिहान गर्नै पर्छ आज मैले नुहाउन पाएको छुइनँ भन्दा गृहस्थीलाई परिवारमा बसेका मान्छेलाई भन्ने कुनै अप्सनै छैन यदि नुहाएन भने अधर्म गरियो है नित्य स्नान त्यस्तो अब अर्को स्नान चाहिँ के हुन्छ भन्दा विशेष स्नान हुन्छ केही पूजा गर्नु पर्यो यज्ञ गर्नु पर्यो भने त्यति बेला फेरि अर्को स्नान गर्नुपर्छ जस्तो अहिले कपाल काट्यो अनि फेरि स्नान गर्नु लाग्यो यो दोस्रो स्नान हो विशेष स्नान जनै पूर्णिमा हो ऋषि पञ्चमी हो कुनै यज्ञ हो अनुष्ठान हो पूजा हो पर्व हो त्यस्तोमा फेरि दोस्रो स्नान पनि अनिवार्य हुन्छ भनेपछि म त्यस्ता यज्ञ अनुष्ठानमा गरिने स्नान पनि गर्छु बाबुले भन्ने अस्नानी यदि जम्मै अनुशासन शिक्षा हो यदि अनुशासनमा रह्यो भने ऊ चाहिँ द्विजत्व हुन्छ ब्रह्मचारी हुन्छ ऊ चाहिँ गायत्री मन्त्र श्रवण गर्न गायत्री मन्त्र अनुसन्धान गर्न गायत्री मन्त्र लिन योग्यता हासिल गर्दछ त्यति योग्यता यदि अनुशासनमा रहेपछि मात्रै पाइन्छ अब चाहिँ एउटा लग्न प्रदान गरौँ लामो हो कि भनेर ओम स्वस्ति ल पुष्टेर पान्छ आयो यो विश्वमा बाबुलाई ओम स्वस्ति मोदी ग्रेसनमा अब खिच्न पसेन गायत्री मन्त्र ग्रहण गर्दा अनिष्ट स्थानस्थितै ग्रहे सूचित अनिष्ट निवृत्तिद्वारा शुभफल प्राप्तये ग्रहणां शुभस्थाने स्थितानां ग्रहणं शुभफल प्राप्तये लग्नानिष्ट निवृत्त्यर्थं गां समुचिताय वेदकोशोद्धाय श्रवणे ब्राह्मणाय ओम दान शास्त्रज्ञाय नमः हिरण्यगर्भासमर्थतारे भूतेषु जातरथेकासि सदा धारवती विद्यामुदेमा तस्मै देवानुना विदेमा आत्मवं जन्म मेरा पानी लग्नारी विद्यार्थ गोदार दरबार संगता सुजल शांति संग्रहे तस्य नाम मधुर नितिन पदच्छेदि यात्रानि च पापानि धर्माणि नाम शरणं च पदच्छेदि वदे वदे अब खेल्दै बन्दितिर दिनु छ ओम गोदार तस्मात् नाम नाम ओम शान्ति शान्ति शान्ति
वैश्वानर अभिवादये अभिवादये यो फुल यहाँ चढाएको छ यहाँनिर ओम यज्ञ पुरुषाय यहाँको अग्नि वैश्वानराय ल तिम्रो दुईटै खुट्टा पछाडि गरेर भुइँमा शिर राखेर ढोग तिम्रो दुईटै खुट्टा क्लिक गर्ने बेला चाहिँ हेलो गुरु भन्नु क्या अभिवादये आयुष्मान भव सौम्य अब फेरि उठा बाबा सबैजनालाई हेर्ने अनि भन्ने हो मान्या I respectful of अभिवादये फेरि सबैलाई सम्झेर ढोग तथा ल सजिलो अब सजिलो भयो ओम भूर्भुवः अद्य प्रणवस्य ब्रह्माणि गायत्री छन्द परमात्मवेदा ध्यायेन प्रजापतिः गायत्री वशीकरणछन्दां अग्निवाय सूर्यादेवता गायत्र्या विश्वामित्र ऋषि गायत्री छन्द सविता देवता गायत्री मन्त्र दाने बाबुले भन गायत्री मन्त्र धारणे श्रवणे विनियोग छोडिदिनु ओम स्वस्ति ल अब चाहिँ बाबु अलि अगाडि सर्नु मन्त्र सुन्ने बेला हो हजुरले मन्त्र रेडी गर्नुहोस् है कन्ठै होला ल अब यहाँ पहिले सुनाइसकेपछि दिने हो दिने अगाडि राखेर सुनाउने अनि बल्ल दिने है ल त्यो माथि गर्नु पर्यो पनि दिनु यता पनि उता पनि दुईजना है अब कहाँ देब्रेमा देब्रेले आफूले यसै त सिमै धर्मको आज पूर्व श्रवण चाहिँ ठिकै छ यसै दाहिने हुन्छ आज केशव आएनमा स्वाहा तीनपल्ट गर्नु न नारायण स्वाहा थ्री टाइम्स माधवाय स्वाहा अब यसो त्यसरी गर्ने भन्दा नि यसो छोपिदिने हो है यसो छोपिदिने है ल अनि फुल लाभाहरू सबै वरिपरि सबै दाजुभाइहरूले फुलहरूले यसो पूजा गर्ने है सबैले ल ओम स्वस्ति मङ्गलम भगवान् विष्णु मङ्गलम यसमा अलिकति फल राख्छ फल दुई तिनवटा केरा अलिकति मन्त्र सुनाउने दक्षिणा पर्छ यहीँबाट गरिन्छ भाउजू कहाँ त्यहाँ हजुर मन्त्र सुन्ने हो र यसो यहाँ पूजा गर्ने ओम भूर्भुवः द्रव्याय हे द्रव्याय बाबुलाई फुल फुल चढाऊ द्रव्याय हे द्रव्याय दक्षिणा द्रव्याय इदम दक्षिणा पुष्पाणि सबै राखेर ल अब हजुरले दाहिने कानमा सुनाउने है त यसो छोपिदिनु ल यसो फुलहरू सबै Good job. I like it. Well, if the vaccines take long.
necessary. Kroger, fresh for everyone. तपाईँ पनि प्याकेजमा आउनु पर्यो कता यता उता जानु भएन यहाँबाट यता अस्ट्रेलियन डलर पनि आउँछ ल यसो शङ्ख घण्टा बजाइदिउँ है ल बाबुले भन्ने हजुरले सिकाउनु है ल भवती भिक्षाम मे देहि वाह बेटा कोही टिका भिक्षाम मे देहि चेस्ट पसन्द मामाहरूले पनि भने सँगसँगै मागे भवती भवती भिक्षा मेदेहि यस राइट कम अन भवती भिक्षाम मेदेहि माथिबाट सँग भवती योले तल राख्नु न भवती भवती on repeat keep on saying it भवती भिक्षाम मेदेहि you can say slower but louder but Sing like a rap as long as they hear something they're good Okay, you can say bhavati bhavati yeah you can keep on saying भवती भिक्षाम मेदेहि भवती भिक्षाम मेदेहि टिका लगाइदिनु ओम भवती भिक्षाम मे देहि भनाइ मामाहरूलाई पनि लाग्नु पर्यो Yeah, keep saying, keep saying. भवती भिक्षाम मेदेहि भवती भिक्षाम मेदेहि bhavati भवती भिक्षाम मेदेहि Okay, but I couldn't hear you. भवती भिक्षाम मेदेहि One more time. भवती भिक्षाम मेदेहि भवती आँसु यहाँ पाउनु एकछिन रोक्नु न गर्न खोजेको त्यही हो सकेसम्म भित्तामा आउनु खोजेको अलिक टाढै पऱ्यो क्या भित्र तिम्रो पोजहरू त खतरा हुनुपर्छ फोटो
Babakti Viksham Medihi. Good job. Good job. Keep going. Babakti Viksham Medihi. She goes slowly. You don't need to go. Bhavati, Bhavati. भगवती भिक्षा मान्नु पर्यो है बाबा भगवती भिक्षा भगवती भिक्षा Very nice. Perfect. How many classes, right? आफू पनि पालिने गुरुलाई पनि पाल्ने Trash can. Trash. खाना खाने हो खाना खाने जाऊ जाऊ अरू खाइदियो छैन फर्स्ट मंत्र ऑफ शुक्ल यजुर्वेद ओम खम ब्रह्मा ओम खम ब्रह्मा ओम खम ब्रह्मा. This is the last mantra of Shukla Yajurveda. We listen first and last. That means we can get authority to read whole thing. ओम भूर्भुवस्सुः अग्निमीळे पुरोहितं जगते होतानु ओम ऋग्वेदाय नमः ओम ऋग्वेदाय नमः ओम भूर्भुवस्सुः अन्नायाय वीतये घृणान् हवदादये यजनान्तवरिते ओम भूर्भुवस्सुः सामवेदाय नमः हरि ओम सन्नो देवी श्यामदुते संयोरविश्रमदना ओम अथर्ववेदाय नमः जन्मादेशेदो नयादितरदस्साते यशुरा हे देव ब्रह्मरिदाय आदिकवये पुण्यं शूरया हे जोगानिदा यथा विमयो यत्र विसर्गोविसा धाम्नास्वेन सदा जिष्णुं सत्यं परं धीमहि ओम भागवत पुराण पुरुषोत्तमाय नमः पुराण रत्नाय नमः ओम धर्मक्षेत्रे कुरुक्षेत्रे समवेदाय सभा मामकाः पाण्डवास्त्रिपूर्वपतिसञ्जया यत्र योगेश्वरः कृष्ण एकपादो धनुधर तत्र शिवजो भूतिर्ध्रुवानि त्रिमतिर्मम ओम श्रीमद्गीतादिभ्यै नमः ओम यद्वयं परमं लोके सर्वरक्षाकरमणां यज्ञकस्मिताख्यातं सर्वयज्ञविवादं पितामह ओम ऐं ह्रीं चामुण्डाभिचे दुर्गा सप्तचण्डीदेव्यै नमः नमस्ते रुद्रमन्यवौदुमतैवे नमः बाहुभ्यां ददे नमः ओम साम सदा शिवाय नमः तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् महारुद्राय नमः ओम स्वस्ति गं गणपतये नमः ओम सूर्यनारायणाय नमः ओम देव्यै नमः ओम शिवाय नमः विष्णवे नमः पांचायनेभ्यो नमः वेद पुरुष भगवान को जय ओम ओम
वेद पुरुषाय नमः। म सधैँ वेद भगवानलाई नमस्कार गर्दछु। हामीले चारै वेदका एक एक मन्त्र उच्चारण यसो हजुरले त्यहाँबाट सिटदेखि पाउस पनि यसो समापेदान उसको मुखमा यसो मुखम बात समापेदान प्राणमा हो प्राण समापेदान आँखामा चक्षु समापेदान दुवै काममा श्रोतम समापेदान बाहुबलमा यशो बलम समापेदान। हात जोड बेटा नमस्ते गर स्ट्रेट गर पछाडि ध्यान गर हो आदेह कौण्यस्य गोत्र अब उति 8वटा कलश लहरै छन् तिनीमा ठुला चिरा चढाउँदै जान्छ। अष्ट कलश पूजा हरिओम ठुला चिराले पहिलोमा पूजा प्रथम कलश ज्ञान ब्रह्मण आपद नमस्ते दासार मर्वी आयमान गुरु स्व ब्रह्मणे नमः वरुणाय हरि ओम वरुणाय सवित्रे विष्णवे विश्वे देवेभ्यो मरुद्भ्यो सरस्वतीभ्यो नमः स्वाहा। दक्षिणी पात्री शुक्लदेवता पुष्पमाला वन्दने विनियोगा अब नुहाइसकेपछि राम्रा लुगा लगाउँछु फुलको माला लगाउँछु छाता ओढ्छु गाजल लगाउँछु टिका लगाउँछु ऐना हेर्छु। यस्ता प्रकारले सबै कुरा यहाँ सङ्कल्प गरिएको छ है। गएर मामाले सबै श्रृङ्गार अलङ्कार साजसज्जा गरेर माला लगाएर छाता ओढाएर है हजुर भयो अलिकति तिल र दही लिएर आउने छाउने दही यो उसलाई खुवाउनु तिल र दही मिसाएर त्यो उप हाले जस्तो छ के हो त्यो संसारको ल सबैजना एकछिन सावधान बनौँ। हामीले थोरै कथा सुन्छौँ। यो व्रतबन्ध के हो, व्रतबन्ध कहिले गर्नुपर्छ, व्रतबन्ध गर्दाखेरिका नियम आचरण विधिहरू के हुन्छन् र गरिसकेपछि श्रृणु मात्र योक्तम यदयहं ह्यशिवरान्तरे यत्रैव शारदा देवी वरार्थे प्रार्थयाम्यहं गुरुसेवा कृते तस्मिन् कास्मिन् एतेषु शोभने विद्यासङ्ग्रहणं कृत्वा यागविषये पुनर्गृहं मातोवाच बालोऽपि मया पुत्र पालितं कष्टतः सदा वृद्धावस्था त्वं जाता पुत्र त्वं पालनं कुरु इदं कर्म परित्यज्य कथं यास्यसि काननं। सुत उवाच ब्रह्मचर्य कृते तस्मिन् गुरु शुश्रूषपूर्वकं संस्नाद्य सर्वतीर्थेषु यागविषये पुनर्गृहम् उदरे सर्वगोत्राणि तीर्थानि भ्रमदोभौ आगमिष्य तथा माता पञ्चविंशतिमध्यतः मातुवाच देशान्तरं महादुःखं मा घोरं च दारुणं शीतबाधा द्वैत्रैश्च क्षुद्रिभ्यं पीडते सुधा पितोवाच कन्दमूलफलाहारं भूमिशय्या निरालयं वने कष्टं सदा दुःखं हे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव। कहिले व्रतबन्ध संस्कार गर्ने भन्दाखेरि गर्भाष्टमे अष्टमे वापि व्रतबन्धे कृते द्विजत्व संस्कार प्राप्ति गर्नका लागि जन्मदेखि गणना गरेर 8 वर्ष भएपछि अथवा गर्भलाई 1 वर्ष जोडेर गर्भसहित गरेर 8 वर्ष भएपछि व्रतबन्ध गर्नुपर्दछ भनेर द्विजत्व प्राप्तिका लागि। जसरी पहिलो जन्म आमाका गर्भबाट हुन्छ यो व्रतबन्ध संस्कार गरेपछि संस्कारात् द्विज उच्यते भनेको हुनाले दोस्रो जन्म बराबरको पुण्य मिल्दछ। यो आज दोस्रो जन्म नै हो एक प्रकारको, जसले संस्कार सिकायो, जसले आचरण सिकायो। किनभने जन्मना जायते शूद्र
संस्कारात् द्विज उच्यते वेद पाठात् भवेद विप्र ब्रह्म जानाति ब्राह्मण यसरी भनेको छ। ब्राह्मण क्षत्रिय वैश्य शूद्र हाम्रो धर्मशास्त्रमा छ। तर कसरी छुट्याउने त भन्दाखेरि जन्मिँदाखेरि जुनसुकै कुलमा जन्मेका हुन् सबैजना शूद्र भएर जन्मेका हुन्छन्। जब संस्कार गरिन्छ सबै संस्कार गरिएका जति द्विजत्व भयो। जसले वेद पाठ गर्दछ वेदको अध्ययन गर्दछ त्यो विप्र भयो र जसले परमात्मालाई पनि जानेको छ त्यो चाहिँ ब्राह्मण भयो। तसर्थ ब्राह्मण हुनका लागि वेदका मन्त्र नि जान्ने, संस्कारलाई पनि बुझेको, संस्कार गरेको पनि र अनि भगवान प्रति अखण्ड भक्ति भएको यस्तो हुनुपर्दछ तब बल्ल ब्राह्मण हुन्छ। त्यो ब्राह्मणत्व प्राप्ति गर्नका लागि द्विजत्व प्राप्ति गर्नका लागि यसरी जन्मदेखि 8 वर्षमा अथवा गर्भदेखि 8 वर्षमा व्रतबन्ध गर्नुपर्दछ। ब्राह्मण कुमारहरूको 16 वर्ष भनेको लिमिट हो। 16 वर्ष कटेपछि ब्राह्मणको व्रतबन्ध गर्नु र नगर्नुको कुनै अर्थ छैन। त्यतिकै जनै लगाए पनि हुन्छ नलगाए पनि हुन्छ। अब अहिले परिस्थितिले गर्दा बिहेका अघिल्ला दिन व्रतबन्ध गर्ने त्यो आफ्नो कुरा होला। तर नियमले विधिले गर्दा 16 वर्ष कटेपछि ब्राह्मण कुमारको व्रतबन्ध हुँदैन। क्षत्रियको 11 वर्षभित्रमा व्रतबन्ध गर्नुपर्दछ। 22 वर्ष लिमिट हो भने वैश्यको 12 वर्षभित्रमा व्रतबन्ध गर्नुपर्दछ। 24 वर्ष लिमिट हो। 24 कटेका कसैको पनि व्रतबन्ध गर्नुको कुनै अर्थ रहँदैन। यस्ता प्रकारले व्रतबन्ध गरेपछि माता पितालाई दण्डवत गरेर साष्टाङ्ग गरेर गुरुकुलमा विद्या आर्जन गर्नका लागि आफूले योग्यता हासिल गर्नका लागि पुत्रले गुरु विद्या हासिल गर्न गुरुकुलमा जानुपर्दछ भनेर वशिष्ठ गुरुले भन्नुभयो। यसो भनेपछि छोराले सुनो अनि के भन्दछ त भन्दाखेरि जङ्गलमा हिँड्नु पर्दछ, गुफामा बस्नु पर्दछ, बाघ भालुको डर हुन्छ, भुइँमा सुत्नु पर्दछ, खान पाइँदैन, कष्टै कष्ट दुःखै दुःखले भरिएको हुन्छ। देशान्तरको यात्रा, परदेशको यात्रा, गुरुकुलको यात्रा अनेक कष्ट झेल्नु पर्दछ। छोराले भन्दछ कहाँ त्यसरी हुन्छ। मान्छेको जीवनमा जम्मा 100 वर्षको आयु मान्छेको जीवनलाई छुट्याइएको छ। 25 वर्षसम्म ब्रह्मचारी बस्ने, 25 वर्ष पुरा भएपछि 50 वर्षसम्म गृहस्थी हुने, 50 देखि 75 सम्म वानप्रस्थी हुने, जङ्गलमा जाने, शास्त्र अध्ययन गर्ने, गुरु सेवा गर्ने, यज्ञ गर्ने, तीर्थ व्रत गर्ने 50 कटेका मान्छेको धर्म। 75 देखि 100 वर्ष भनेको सन्यास हुने, केही कुरा पनि आफ्नो हो नभनिकन सबै ईश्वरको भनेर आफू बिन्दासमा जीवन बिताउने। 25 देखि 50 गृहस्थीको मूल छ। आत्मा तीर्थ मया सुत त्वयि देशान्तरे याते मम पुत्रका कागती। कति दुःख कष्ट गरेर जन्मदाखेरि कति दुःख थियो तिमीलाई हुर्काएबाट। हेर्नुहोस् त छोराछोरी हामी यतिका भएका छौँ र बाआमाले कति दुःख गर्नु होला। गर्भमा रहन्जेल कति कष्ट भयो होला। आमाले भोक प्यास पीडा केही पनि नभनिकन गर्भमा बालकलाई संरक्षण गर्नुभयो। जन्मिएपछि त्यति नै दुःख कष्ट भयो। जन्मदाका पीडा, हुर्काउँदाका पीडा, बढाउँदाका पीडा, योग्य बनाउँदाका पीडा भने त्यस्तो अवस्थामा पितामाताले हामीलाई योग्य बनाउनु भएको। तसर्थ कसैले पनि पितामाताको गुणलाई भुल्दछ, पितामाताको सेवा गर्दैन, पितामातालाई तिरस्कार गर्दछ, पितामातालाई अपमान गर्दछ, उहाँहरूका इच्छा परिपूर्ति गराउँदैन भने ऊ संसारमा रहनुको कुनै अर्थ छैन। जतिसुकै प्रगति गरे पनि, उन्नति गरे पनि, नाम इज्जत सम्मान प्रतिष्ठा प्राप्ति गरे पनि, धन कमाए पनि त्यो सबै विष्टासम्म बन्दछ भनेको छ। त्यो चाहिँ एउटा विष्टा बराबर, एउटा तुच्छ, अति नै त्याज्य निन्दनीय बन्दछ। त्यसको कुनै अर्थ रहन्न। तसर्थ मैले त्यस्तो योग्यता हासिल गर्नका लागि मलाई जान दिनुहोस् भनेर यसरी चाहिँ छोराले भन्दछ। अनि पितामाता जान नदिने, नजाऊ बाबु भन्ने, छोरोजी जान्छु जान्छु भने यता बडा कम्प्लिट आयो नि। कहाँ जान्छौ त भन्दा म काश्मीर देशमा जान्छु। अहिले काश्मीरमा त्यत्रो डेन्जर छ फेरि भन्नुहुन्न है। त्यति बेला चाहिँ काश्मीरमा त्यहाँ तक्षशिला नाम गरेको विश्वविद्यालय जहाँ चाहिँ ठाउँमा लगानी गरेको छ। तर पितामाता चाहिँ रोएर बस्नु भएको छ नि त्यसको कुनै अर्थ रहँदैन। माता भनेकै गङ्गाजी बराबरको तीर्थ हो। गङ्गाजीमा स्नान गर्दा प्राप्ति हुने पुण्य माताजीलाई दिनै पछि अभिवादन गर्दा उहाँका इच्छा पूर्ति गराउँदा प्राप्ति हुन्छ। पुष्कर तीर्थराज पुष्कर भनिन्छ। सबै तीर्थहरूका राजा पुष्कर। पुष्कर तीर्थमा गएर दर्शन गर्दा जुन पुण्य प्राप्ति हुन्छ, पिताजीलाई अभिवादन गर्दा, सम्मान गर्दा, खुसी बनाउँदा त्यो पुण्य प्राप्ति हुन्छ। केदारनाथको दर्शन गर्दा जुन पुण्य प्राप्ति हुन्छ, गुरुको सेवा गर्दा त्यो पुण्य प्राप्ति हुन्छ।
अरू जति पनि तीर्थ संसारमा रहेका छन् ती सबै तीर्थ धाउनै पर्दैन। आफ्नै आमालाई उठेर बिहान बिहान अभिवादन गर्दै हँसिलो मुद्रामा गएर आमाका चरणमा साष्टाङ्ग दण्डवत गर्दछ र अनि आमालाई चाहिँ उहाँका इच्छा आकाङ्क्षाहरू सोधेर खुसी बनाउनका लागि ती परिपूर्ति गराइदिन्छ भने उसले संसारका सबै तीर्थ दर्शन गरौँ, सबै यज्ञ सम्पन्न गरौँ, सबै दान गरौँ, कुनै प्रकारको उसको जीवनमा गोविन्द हरे मुरारी नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे मुरारी नाथ नारायण वासुदेव। यज्ञ पुरुष भगवान को ल उठौँ त बा आमा छोरो जमाइ उठौँ। छोरो पनि आओस्। ओम खावै बाबा खाऊ। त्यही त त्यही हो नि के गर्ने आजकल बुढोहरूले फोटोग्राफर लाइक दिएको कालो कालो हुन्छ नि त बाबुले त्यो लाठी तिमीलाई उकालो ओह्रालो हेर्नुपर्छ गुरुकुल जाँदा लाठी चाहिँ बोक्नु पर्छ है। एउटा 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 चाहिँ टेक्ने मात्रै हो। दुईटै बोकेर कुद्न सक्छौ? दुईटै बोकेर मेरो होइन मेरो होइन लोकल सेटअप गर लो 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 आँसु तिमी आऊ त गो 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 खोइ मामाले समात मामाले समात Okay, now bring him here. Follow me. Asu bhayo? Yeah, I think we got some good shots. Yeah, okay, okay. He's giving him money. Paisa. Yeah. More, yeah. Yeah, otherwise I'll run again, mana. If you don't give me more money, I'll run again. Give me more money, I'm gonna run. Boy. यज्ञ पुरुष भगवान को जय। ल छोरो नुहाउन पठाऊ हजुरहरूले आरती सल्काउनु त। ल मामा श्री ल अब नुहाइधुवाइ गराएर श्रृङ्गार गराएर लिएर आउने मामा माइजू मामाली हजुरबा सबजना ल। कति बेला ओम जय जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक गति गति पार करे। ओम जय जगदीश हरे मन को भाल मनोहर प्रेम रूप धरि प्रभु प्रेम रूप धरि पावक पूर
भव भयहारी ॐ जय जगदीश हरे भाव मनोहर देव साधक फलदायी प्रभु साधक फलदायी शम्भुजगेन्द्रहरं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव देव ओम विघ्नेश्वराय सबैले फुल्ली भाइ विघ्नेश्वराय वरदाय सुराप्रियाय नमोदनाय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं निगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवन्निनयनं वन्दे मुकुन्दं प्रियं वन्दे भक्तजनाश्रयं वन्दे शिवं शङ्करं सूर्यासौरमतिर्विक्रमजलं मङ्गलं मङ्गलं सर्वोदिं बुधो गुरुश्च कृतां सुखं संसनि राहुर्बाहुबलं करोतु सततं केतुकुलशुभमते प्रीतिकरा भवन्तु मते सर्वे कुलाग्रहाः हेयं सदा परिभवनमवेष्टदोहं तीर्थास्पदं शिवविरिञ्चिनुतं शरण्यं वेद्यादेहं प्रणतपालभवाब्धिबोधं वन्दे महापुरुषते चरणारविन्दम् इमानि पुष्पाणि मनोहराणि करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि पुष्पाञ्जलिं समर्पयामि जलेन जनिमर्जन्त देवास्तानि गणपति भगवान को उमापति शंकर भगवान को लक्ष्मी महारानी को पुरुष भगवान को व्रतबंध महोत्सव को व्रतबंध सुयोग कुमार को पराजित परिवार को सकल भक्त वृंद को आज का दिव्यानंद को जय जय श्री राम श्याम नमः पार्वती पतये जय जय श्री सीताराम जय जय श्रीमन्नारायण And you need to close your mouth, okay? त्यही त युजली त्यसले सधैँ ठुलो किन्थे यसलाई चढ्दो बढ्दो यो रुद्राक्षको माला अब अहिले लाउनु पर्दैन यो माला त अनि छोटो 2 more hours and then I'm leaving. Let's go. Yeah, I thought we were leaving, That's a huh? lot. Yeah, we almost done. बढ्दो पनि कहाँ देखियो Yeah, यो कुसकौटी खोला बेटा उतै पूजामा लगेर राखिदिनु होला ओम तत्पुरुषो परमं पदं सदा पश्यन्ते सूर्य देवी जक्राततं तद्विप्रासो विपन्यवो जाग्रिवाग् सर्वे दिनाप्नोति No autographs today. ओम शान्ति 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 No autographs. Can I hug you? Sorry, no autographs today. Where did you come from? बाबुलाई यहाँ यहाँ त्यो ल हात तल जाऊ बाउ ल What's in it? Nothing. Your mom. Whatever comes in. Who's this? One more time. Chin down, sit down, chin down. Look at me, look at me, look at me. Smile. Cheese, gonna cheese. ल ओके बुवा आमाले टीका लगाइदियो हो दरा यावत् चारु सुचारु चारु बाबु आँखा हेर यसो गर यावत् चारु सुचारु चारु चमरं चामी कृतं चामरं यावत् रावण राम राम रमणं रामायणं श्रूयतां तावत् भोग विभोग भोगमतुलं त्वं दीर्घजीवी भव त्वं दीर्घजीवी भव धेरै धेरै ज्ञानी हुनु असल हुनु निरोगी हुनु भगवानको कृपा बरसियोस् है ल दिने उपहार बेबी गुड बोय त भइहाल्छ मोर गुड बोय ओके सबै हेर्ने होइन नमस्ते भन्ने
यो फुल यही साइडमा राख्नु फुल सबै उसैलाई कसले दियो त एकैचोटिमा अब सबैजना टिका लगाइरहनु पर्छ पुष्पम भक्ति आएको छ कि भइहाल्छ तिनवटा डिफ्रेन्ट कि एउटालाई नि तिनजनाले ल ड्राइभ सेफ ल ड्राइभ सेफ ल भाइ ल भाइ